नमस्ते सबैजनालाई, यो हो हाम्रो इमर्जेन्सी क्र्यास कार्ड है त। तपाईहरुको सेटिङमा कस्तो छ तपाईहरुले पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। सुरुको यो कम्पार्टमेन्टमा चाहिँ हामीले इटी ट्युब, ल्यारिन्गोस्कोपहरु राख्ने हो। हामीले चाहिँ इटी ट्युब त्यहाँनेर नराखेर मुनि राखेको छौं है। अनि ल्यारिन्गोस्कोप भयो हाम्रो, अनि डिफ्रेन्ट टाइपको बक्सहरु बनाएर हामीले क्यानुला, इसिजी लिड, क्युसाइड, सिरिन्जहरु भयो, फ्री निडल, अनि त्यसपछि क्युसाइडहरु 3 वेहरु राखेको छौं हामीले। त्यसपछि हाम्रो आयो इआर ट्रे है। इआर ट्रेमा चाहिँ हामीले डिफ्रेन्ट साइजका इटी ट्युबहरु राखेका छौं। अनि ग्लोभ्सहरु, स्टेराइल ग्लोभ्सहरु हो, त्यो चाहिँ एम्बो ब्याग भयो, अनि डिफ्रेन्ट साइजको मास्कहरु भयो। अनि ल्यारिन्गोस्कोप चाहिँ वर्किङ कन्डिसनमा छ कि छैन भनेर हामीले प्रत्येक दिन प्रत्येक शिफ्टमा चाहिँ चेक गर्ने। अनि हाम्रो त्यो भयो नी ह्याम्बर, अनि म्यागल फर्सेपहरु हामीले राखेका छौं। त्यसपछि त्यो भयो हाम्रो स्टाइलेट र बुगी है। सबै यही अनुसार चाहिँ हामीले राख्नुपर्छ ताकि हामीलाई सजिलो होस् इमर्जेन्सीको टाइममा है, यताउता सामान खोजिराख्नु नपरोस्। यो हाम्रो इमर्जेन्सी ड्रग्सहरु हामी चाहिँ डेली नै बनाउँछौं। हाम्रो सेटिङमा चाहिँ प्राय चाहिँ डेली नै युज हुन्छ, धेरै नै युज भइरहेको हुन्छ, त्यही भएर। अनि हाम्रो चाहिँ यति एउटा 6वटा ड्रयरहरु छ कि 6वटा ड्रयर भनौं चाहिँ हाम्रो सुरुमा लेबल गरेर मेडिसिनहरु। सुरुको ड्रयरमा चाहिँ हाम्रो सेटिङ, हाम्रो हस्पिटल सेटिङ भरि नै यस्तै नै छ। सुरुमा चाहिँ एमिडारेन, एट्रोपिन, एडिनालिनहरु भयो। अनि सेकेन्ड ड्रयरमा चाहिँ हाम्रो D5 हरु भयो, अरु हाइड्रोकोडहरु राखेको छौं भने यो थर्ड ड्रयरमा हामीले एमिडारेन भयो, अक्जिकार्डहरु राखेको छौं, एजिटियन अक्जिकार्डहरु राखेको छौं। अनि हाम्रो यो आयो फोर्थ ड्रयरमा चाहिँ एयरवेग अनि ग्लोभ्सहरु है। फिफ्थमा चाहिँ हामीले सक्सन ट्युबहरु है। अनि यो हाम्रो सिक्स्थमा भयो रायल स्टिपहरु राखेको छौं। अनि लास्टमा भयो है। यो नै हो हाम्रो इआर क्र्यास कार्ड चाहिँ। तपाईहरुको चाहिँ कस्तो छ प्लिज हाम्रो भन्दा राम्रो छ भने हामीलाई कमेन्ट गर्नुहोस्, हामी त्यहाँबाट सिक्न सक्छौं। हजुरहरुले पनि इन केस छैन भने सिक्न सक्नुहुन्छ।